यो खुल्लुङ्गा जिल्ला चिसङ्गगढी गाउँपालिका वार्ड नम्बर 1 कुइबिरको चस्कु पारिपट्टिको यो चाहिँ कुइर भिर हो। यो माथि देखिएको ठुलो भिरभित्र चाहिँ एउटा पहरा एउटा चाहिँ सुरुङ छ। त्यो सुरुङ कहिले पनि कोही पनि जान सकेको छैन भन्ने कुरा छ। यो ठुलो भिरको मुनि यहाँ भित्र। तर हाम्रो जसियप थुलुङको प्लान के छ भने यहाँ चाहिँ अब दुधकोशी हाइड्रो प्रोजेक्ट बन्दैछ। यो तल दुधकोशी जलसायुक्तको यहाँसम्म बोटिङ चल्छ। यो भन्दा माथिसम्म पोखरी बन्छ। यो बोटिङ चल्ने, बोटिङ चढेर आउने। अनि यो भिर ठाडो चाहिँ क्लाइम्बिङ भर्याङ बनाएर चाहिँ माथि टपमा चाहिँ एउटा रिसोर्ट खोल्ने। त्यो टपमा जहाँ चाहिँ उता सोलु जानु नि सजिलो हुन्छ। तर त्यहाँबाट यता आइजना ठाउँमा आउनु र उता जानुको लागि यो बिचमा चाहिँ ढुङ्गाको चट्टानमा चाहिँ पुरा भर्याङ लाएर हिँड्ने भन्ने हाम्रो जसियप थुलुङ भाइको, जसियप खर्ल्याङचुङको उहाँको प्लान छ। मलाई ठिक लागेछ। अब यो चाहिँ बजेट चाहिँ दुधकोशी हाइड्रो पावर आयोजनाले लाउनु भनेको आज छलफल त गरे, तर हल्ला जस्तो छैन। जसियपजीले अब यो सांस्कृतिक पर्यटन विभागबाट चाहिँ उहाँले ल्याउनुहुन्छ पक्कै पनि। एरिक नोगेन आङ्गे भलै म अहिले मेरो गाउँमा छैन। हजुरहरू त्यत्रो टाढादेखि त्यत्रो दुःख कष्ट गरेर मेरो गाउँ पुग्नु भएको छ र मेरो गाउँबाट मलाई आफ्नो प्रिय आफन्त सम्झेर मेरो गाउँको त्यो सदृश्य चाहिँ नै आवरण को बयान सहित, सदृश्य आवरणको बयान सहित त्यो सुन्दर भूमि कुइभिरको चाहिँ नै भिर जो हाम्रो कुइभिरवासीको लागि, स्पेसल्ली हाम्रो चस्कुवासीको लागि अत्यन्तै ठुलो सम्पत्ति हो। मलाई जहाँसम्म लाग्छ यो भिर हाम्रो सबभन्दा ठुलो सम्पत्ति हो। र म एकदमै आशावादी छु भविष्यमा यो भिरले हामीलाई एक किसिमको सुन्दरता दिनेछ र यसलाई चाहिँ हामीले एउटा पर्यटकीय स्थलको रूपमा हामी विकास गर्न सकौँ, यही नै कामना गर्छु। तपाईँले जे जति बयान गर्नुभएको छ त्यो सबै चाहिँ नै सपनाहरूलाई साकार गर्न सकूँ। एरिक नोगेन आङ्गे।